नमस्कार, म राज सिंह महरा अहिले कलकत्ताको टुरमा होइन, हेरचाह सङ्कलनतिर होइन। के गर्ने गाइज, अब हेरचाह भन्दा नि अब यस्तो फोहोरहरू मिल्दैछ होइन। यो चाहिँ अब कसको कमजोरी होला होइन। अब यहाँ चाहिँ अब खाएर यत्तिकै जथाभावी फालेको छ होइन। यो चाहिँ अब एकचोटि चाहिँ सरकारसम्म, ब्यास गाउँपालिका र नेपाल सरकारसम्म पुगोस्, किनभने यो चाहिँ अब हेरचाह गुम्बाको अलि लोप हुने खालको क्रियाकलाप भनेको यो नै हो होइन। किनभने कर्मचारीहरू छन्, तर कहिलेकाहीँ यताउति जङ्गलतिर होइन, कहिले प्रवेश मैले देखेको छैन अहिलेसम्म। किनभने यो चाहिँ अलि नराम्रो चाहिँ भयो होइन। अनि मान्छेहरूले पनि खाएर होइन जथाभावी यसरी त नफाल्नु पर्ने हो होइन। धेरै ठाउँमा देख्यो होइन, मेगासी, चिकम अनि बिस्कुटहरू होइन, इत्यादि नराम्रो चिजहरू चाहिँ जथाभावी फालेको छ होइन। यो चाहिँ अब हेरचाह गुम्बा सङ्कलन गर्ने मान्छेहरूले नै बुझ्नुपर्ने हो। किनभने हामीले एकै साल होइन, हामीले अर्को साल पनि खोज्नुपर्छ होइन। किनभने यो चाहिँ हाम्रो रोजीरोटी हो होइन। हामीले विदेश धाउनुपर्ने कुनै आपत्ति छैन होइन। किनभने यी कुराको ध्यान दिएपछि होइन, अब मैले देखेको छु होइन। अब देखेपछि चाहिँ अब उठाउनै पर्यो होइन। खानु यताउति खाडल छैन भनेपछि खल्तीमा हाल्नु, खल्तीमा पनि हाल्न सकेन भने अब यो बोक्ने झोला हुन्छ होइन, त्यो झोलामा हालेपछि त यस्तो फोहोर पनि हुँदैन होला। अब मान्छेहरू भन्छन् मौसम बिग्रियो होइन, हेरचाह पनि कम भयो। अब हेर्नुहोस्, अब यस्ता कुराहरू छन् होइन। अब यीहरू त कहिले पनि पुग्न सक्दैनन् होइन। यीहरूले त अब हेरचाहतिर त केही समस्या त पार्ला, मजाले पार्ला। अब यहाँ चाहिँ अब एकदमै राम्रो हेरचाह मिल्थ्यो होला। अब अहिले उतादेखि 2 घन्टा हिँडेर यहाँ पुगेर एउटै पिस पनि मिलेको छैन। अब त्यो मिल्नु नमिल्नु त त्यो भाग्यको कुरा थियो होइन। तर पनि अब यस्ता फोहोरहरू चाहिँ अब मान्छेले बुझ्नुपर्ने थियो। अब खोइ अब मान्छे कहिले सुधर्छ होला नेपालको होइन। सुधार्न गाह्रो छ, एकअर्काको कुरा काट्छ होइन। अब मैले भनेपछि तेरो बोन हो भन्छ। अब के गर्ने, अब कहिले पनि पुग्दैन होइन। यो नपुग्ने चिज हो होइन यो। अब हेर्नु, चुरोटको डब्बाहरू छ, जुसको डब्बा छ होइन। यहाँ हेर्नु त्यत्तिकै फालेको छ। अनि खाएर पनि के नभयो भने यहाँ अब वन खरायो हुन्छ होइन। अब यहाँनिर यसरी छिराइदियो भएपछि त राम्रो हुन्थ्यो होला। अब के गर्ने, अब नेपाली जनताको त कहिले दिमाग आउँछ कहिले आउँछ बुझ्न गाह्रो छ। गाह्रो छ हौ गाइज, गाह्रो छ। यहाँ कोही छैन त्यति हेर्ने मान्छे, त्यत्तिकै फालेको छ। अब कसलाई भन्ने। मेरो त चुइगम खाएर, चक्लेट खाएर होइन, यो खल्तीमा छैन। यो खल्ती म चाहिँ यहाँ खल्तीमा हाल्छु। अब त्यहाँ अब खोलामा फालिदिन्छु म त होइन। अब के गर्ने, अरूले फालेको छ भनेर आफूले फाल्नु भएन। अब यहाँ देख्नुहुन्छ होइन, यहाँ हेर्नुहोस् यस्तो छ। अब यहाँ यस्तो छ। अब कसलाई दोष दिनु र, हामी जस्तै मान्छेको हो नि त गल्ती त। के गर्ने, ध्यान कसैको छैन। बोलेपछि झगडा परिहाल्छ, कसलाई भन्ने। अब यसै म फालिदिन्छु, देखेपछि फालिदिन्छु।
अब नदेखेको नगएको ठाउँमा त अब कसरी जानु। त्यसै छ गाइज, गाह्रै छ गाइज। 1-2 सालपछि त अब एउटा गुम्बा धेरै लोप हुँदैछ। खोइ के गर्ने होला। त्यही त हो नि, खाडी जाने त्यही हो। अब के गर्ने, नेताहरू पनि त्यसै छ। यस्तो सम्पत्तिमा कहिले पनि आँखा लगाउनु भएको छैन। खोइ किन होला, त्यसै छ। एकअर्काको खुट्टा काट्दै, एकअर्कालाई ढाल्दै, सरकार बनाउँदै, त्यसै छ पब्लिकले। त्यसै छ। जे भयो भने नेपालको पब्लिक र नेता बीच एकदम राम्रो सम्बन्ध छ। त्यही भएर चाहिँ हामी अब यस्तो हिमालतिर परदेश होइन, अब गाउँघरतिरै रोजगार भएको भए त अब यहाँ यत्रो पहाड किन चढ्नु पर्थ्यो होला भन्ने। के गर्ने, यस्तै छ गाइस, धेरै गाह्रो छ। हेर्नु सक्नुहुन्छ है, म उता गएर पनि देखाउँछु। ठाउँमा छ, धेरै ठाउँमा छ। कति फाल्नु, कति के गर्नु के। अब मलाई पनि वाक्क लागिसक्यो। अब म पनि यतै छोडिदिन्छु। अब मैले त कहाँ गर्न सक्छु यार त्यति। त्यसै छ, गाह्रै छ, गाह्रो छ। अब यही हो। यसलाई के भन्छ, पारिगल गस्यो है गाइस, पारिगल गस्यो। एकदम बकला पिडा पाइने नि त। के गर्ने यार, घर जानलाई 1-2 दिन बाँकी छ। यहाँ हेरचाह पनि मिल्दैन। त्यही मेगासिरी, आन्टी, बिस्कुट, त्यो मिठाई, चुरोट इत्यादि मात्र पाइन्छ हौ। हेर त छैन यहाँ। कस्तो दामी पाइन्थ्यो हेर्नु न गाइस। केही पनि छैन, कहीँ छैन, निकालेको पनि छैन।